मैले लगभग 9-10 दिन मिनी भ्लग अपलोड नगर्दा धेरैजनाले कमेन्टमा भन्नुभएको थियो हजुर कता हराउनु भयो दिदी भ्लग त आउनै छोड्यो भनेर है। अनि म हराउनुको मेन रिजन पनि हजुरहरू सबैजनाले थाहा पाइसक्नु भयो होला। सो अबदेखि भने मेरो मिनी भ्लग चाहिँ डेली कन्टिन्यू हुनेछ साथीहरू है। सो डोन्ट वरी। अनि वेलकम छ मेरो डेली मिनी भ्लगमा। म सङ्गीता नामजाली मगर भरतपुर 26 चितवन हिरापुरबाट। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु साथीहरू है। अनि यो मिनी भ्लग चाहिँ मेरो बिहे भइसकेपछिको फर्स्ट मिनी भ्लग विथ माई डियर हस्बेन्ड। अब सङ्गीता एक्लै हुँदैन मिनी भ्लगमा है। सो सङ्गीताको साथमा छ सङ्गीताको बुढा। अनि त्यसपछि अब म माइत आएँ साथीहरू है। बिहे गरेपछि घर माइत त गर्नै पर्यो। अनि त्यसपछि अब बुढो ससुराली म माइत भएपछि अब मेरो लागि पो यो ठाउँ पुरानो हो, तर मेरो बुढोको लागि त यो टोटल्ली नयाँ है। अब नयाँ नयाँ ससुराली आएको बुढोलाई के घरमा राख्नु थेचाएर भनेर अनि हामी सर र बुढाबुढी भएर घुम्न निस्क्यौँ है। घुम्न त त्यस्तो खासै स्पेसल ठाउँ त्यस्तो केही पनि होइन, फिल्म हेर्नै भनेर गयौँ साथीहरू है। अनि त्यतिखेर चाहिँ लाली बजार फिल्म चलेको थियो कि है। अनि टिकट सिकट हामीले पहिले बुकिङ गरिसकेको थियौँ। अनि त्योभन्दा पहिला चाहिँ हामी आन्टी घर गयौँ। आन्टी घर पसेर अनि डाइरेक्ट गयौँ सिजी मलको क्युएफएक्स हलमा है फिल्म हेर्नको लागि। अनि त्यसपछि हामीले त्यस्तो खासै अब भिडियो सिडियोहरू त बनाएन कि, खाना त हामीले के खानेकुरा नि खाएको थियौँ बुढाबुढी मिलेर मोज त गऱ्यौँ फिल्म हेर्ने बेलामा है। अनि टक्क जे होस् फिल्म चाहिँ राम्रो थियो, राम्रो लाग्यो। अनि लास्टमा पुरा सेलिब्रेटीहरूको इन्ट्री भयो, मजा आयो है। अनि ल 12-3को फिल्म सकेपछि अब कहाँ जाने त नि बुढाबुढी है। अब उज्यालोमै त के घर फर्किने भनेर टक्क हामी सानो गढीतिर गयौँ है। अनि त्यो दिनमा चाहिँ मौसमले पनि कस्तो साथ दिएको कि साथीहरू है। घाम चर्केको थिएन, शीतल थियो है। त्यही माथि यो सानो गढी झन् अब नारायणी खोलाको छेउमा भएर चिसो चिसो हावा चलिरहेको थियो। जे होस् बुढाबुढी मिलेर घुम्यो। अनि त्यही हो अलिकति भने जस्तो भिडियो र फोटो खिच्न चाहिँ पाएनौँ कि, अब हामी दुईजना मात्रै है। कसलाई भिडियो खिच्दै फोटो खिच्दै भन्ने है। हामीसँग स्ट्यान्ड पनि थिएन, तर जे जस्तो भए पनि आफूसँग जस्तो छ जे छ त्यसैमा एडजस्ट गरियो, रमाइलो गरियो, टाइम स्पेन्ड गरियो। के गर्नु यस्तै छ है। प्री प्लान चाहिँ थिएन, अनप्लान ट्रिप। अब सोचे भन्दा राम्रो त कहाँ हुन सक्थ्यो र। अब त्यही माथि अब नयाँ नयाँमा है हामीलाई कस्तो भिडियो बनाउन पनि अलिक कस्तो अप्ठ्यारो लागिरहेको थियो कि। हुन त बुढाबुढी केही फरक त पर्दैन साथीहरू, मान्छेहरूले हेरिदिँदाखेरि चाहिँ कस्तो कस्तो फिल चाहिँ हुँदो रहेछ है। अनि अब केही छैन, अब यस्तो भिडियो बनाउने टाइम त जति पनि भइहाल्छ नि। अब बुढाबुढी भइसक्यो, अब केही मतलबै भएन है। अनि वरिपरिको पार्क सबै घुमिसकेपछि हामी जू घुम्न गयौँ है। गफ गर्दै सबै एनिमल्सहरू हेर्दै बुढाबुढी रमाउँदै घुम्यौँ। अनि त्यसपछि त्यहाँनिर टक्क कस्तो टाइमिङमा कि है मयूर हुन्छ नि, मयूरले चाहिँ पङ्ख फिजाएर है क्या खतरा डान्स गरिदिरहेको थियो कि, त्यो पनि हेऱ्यौँ है। अनि त्यसपछि हामी चाहिँ घर फर्क्यौँ। घर आउने बेलामा चाहिँ हल्का पानी परेर बेलुकातिर अलिकति डिस्टर्ब भयो साथीहरू, नत्र भने चाहिँ दिनभरि यस्तो खतरनाक टाइम स्पेन्ड गऱ्यौँ हामी बुढाबुढीले है। सो गाइज अलिक सोचे जस्तो भ्लग चाहिँ हामीले बनाउन सकेनौँ है। सो सरी भन्न चाहन्छु। अनि हजुरहरूलाई हाम्रो बुढाबुढीको फर्स्ट मिनी भ्लग, फर्स्ट ट्रिप, फर्स्ट डेट है। सो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। अनि अर्को नयाँ